हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी मुस्ताङ टुरको डे 2 मा छौँ। हिजो चाहिँ पानी परेको कारणले गर्दा भिडियो बनाउन सकिएन। यहाँदेखि चाहिँ आजदेखि चाहिँ भिडियो बनाउने कोसिसमा छौँ। पुरा यो पानीले भिजाएर पुरा हिजोको कपडाले पुरा यस्तो छ क्या हालतमा, पुरा पानीले भिजाएर हामी चाहिँ हिजो तातो पानी आएर बसेको। यो बाटो सरल आएर पुरा पानी राति लगभग कति बजेतिर आइपुगेको थियो भन्दाखेरि 6-7 बजेतिर आइपुगेको थियौँ हामी यहाँ तातो पानीमा। त्यसपछि यहाँ हल भयौँ। अब आज बिहानै रेडी भएर जानुपर्ने हुन्छ। ल अब हामी रेडी हुँदैछौँ है। सरल झोलासोला मिलाउनु पर्ने हुन्छ, तर हामी धेरै पानीमा हालिदियो नि, त्यही भएर बोलेको पढ्ने पछाडि त आर्मी नम्बरै छापिएको छ। आर्मी नम्बर रेम नेम सब छापेको छ नि त। त्यही त हो नि, म प्लास्टिक लगाइराखेको क्या, मैले प्लास्टिक लगाएको थिएँ नि त, त्योभन्दा अरू त केही लगाएन। नलाउ बर्बाद बनाएछ त। म त यो भित्र लाउँछु, यो खोले मेरो पनि हजुरसँग छ। ल म त उमा हाल्छु कि बाइकको त्यसमा के त्यसमा हालेको हुन्छ दुई ट्रेक अरू त हुन्छ बाइकको केमा हाल्नुहुन्छ र? डिक्कीमा कहाँ डिक्कीमा? त्यो बाइकको डिक्की छ नि बाइकको त्यो खोल्नु मिल्ने कहाँ नजिकै बाहिरै हो कि त्यही त भनेको त्यो यहाँ म त झोला कतरा हरिहाल्नु हुन्छ त। बोले चेक गर्छ सबै चिनेका छन् अहिले। ल हजुरले दिँदा पढ्नु खालो र छिटो भइन्छ नि ठाउँमा। ल हजुरले दिँदा यो मेरो पार्सल छ हजुरलाई। ल बाँधेको ल दिँदै यति मात्रै के ल्यान्छ सबैलाई? अनि खोइ त जुत्ता खोइ सक्स मेरो जुत्तै बाहिर रहेछ नि त। लगाइदिउँ कि जाने होइन र हो त? ब्याग पनि प्याक भइसक्यो लौ न हामी मात्रै रहेछ ढिलो भएको, गर्नु पऱ्यो क्या कुछ। यस्तो भिजेको जुत्ता लगाएर 4 बजे उठेको मान्छेहरूसँग के गरिरहेको म होइन कि हामी उठ्नु त हामी पनि उठेको नि त। सस्तो छ यो बिपिएर लगाइदिनु न त फेरि सर्लक्क। निन्जा टेक्नु त लाउनै पऱ्यो होइन? अन्त गाह्रो छ यहाँ बाँच्न। तर च्याप्पै लाउनु पर्दो रहेछ है, ठिकै रहेछ। 5 केजीको 30 रुपियाँ तिर्यो। बिलमा हाम्रो बन्दैछ कि निस्किन्छ अहिले सर र खर मेसिनबाट। कति भयो बिल हिजोदेखि आजसम्मको। ल अहिले चाहिँ हामी टक्क नास्ता खाँदै छौँ। म त किनै हो नास्तामा चाहिँ के भन्छ अरे मेगी छ है, भेज मैगी हो त्यस्तो हो कि। एकजनाले उहाँ सास नफेरि खाएर सकाइसकेछ है। मेरो चाहिँ खाने नि त चिसो हुन्छ चिसोमा फुल छ है। फेरि गाह्रो छ नि फेरि। अब हामी ब्रेकफास्ट खाएर भ्यायौँ, अब निस्किनु पर्ने हुन्छ। ल हामी चाहिँ अहिले यो केटाहरू रेडी भइसकेको छ फोटो खिच्नका लागि। पुरा ल्याउनु चस्मा लगाएर क्लिकको तल्काएर आउँदैछ एकजना दाजु। जुत्ता पनि नयाँ निकाल्दैछ है फोटो खिच्नका लागि। मैले ननिकालेको जुत्ता आज लाउँदैछ दाजुले। यतातिर देख्न सक्नुहुनेछ हिमाल टक्क लागेर चाहिँ त्यो हिमाल। यतातिर फोटो सेसन सुरु भइसकेको छ गाइस। यो चाहिँ यस्तो हाम्रो कहाँबाट आउने बाटो भन्दाखेरि पोखराबाट आउने बाटो यो छ। सर यतातिर मासतिर चाहिँ जोमसोम मुस्ताङ सुस्ताङ सब जाने बाटो चाहिँ यही हो है। ल फाइनली हामी चाहिँ अहिले लेपे कालो पानीमा आइसकेको छ। यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यतातिर हिँड्न घर होटेलहरू छ, तपाईँहरू यदि
यहाँ आएर बस्न सबैको लागि क्या अब चाहनुहुन्छ भने यतातिर होटेलहरू पनि छ जति नि फाइनली हामी चाहिँ अहिले जोमसोममा आइसकेको छ अहिले जोमसोमको होटेलमा हल भएर यहाँ खानासाना खाएर माथि मुखिना जानु पर्ने हुन्छ यता यहाँ जुत्ता लाउँदैछ कति रे हजुर कति 15,000 नि जुत्ता आम्मामा सक्दैन नि फेरि दाइलाई हाइट हाम्रो त सस्तो हो जम्मा 3,000 को ए हजुर सस्तै हो 3,000 कहाँ 4500 होइन 3800